धरानको माथि भेडेटार तपाईँहरूलाई देखाइसकेँ। त्यहाँदेखि पनि अललै ठाउँमा थियो होइन, जुन ठाउँमा चाहिँ आज घुम्न जाँदैछु म। र यो अब हाइकिङ ट्र्याकिङ जे भने पनि हुन्छ होइन, तपाईँहरूले हेर्नुहोस् होला। यो चाहिँ म एकदमै डरलाग्दो एडभेन्चरस प्लेस जाँदैछु नेपालको होइन। पहिरो गएर उधुम भएको थियो बाटोहरू पनि, साउन्ड सुन्नुहुँदैछ तपाईँले। र मलाई अब पहाडमा हुर्केको गोर्खाको छोरा, मलाई के को डर यस्तो नाथे उकालो हिँड्नु त होइन। अरूको लागि अप्ठ्यारो हुनसक्छ, तर म इन्डियाबाट नेपाल घुम्नु आए तापनि मलाई बिन्दास थियो, रमाइलो लाग्यो। उकालो चढ्दै गएँ, रुखहरू हेर्दै गएँ, पहिरो सहिरो गएकोहरू ठाउँ थियो। र यहाँ चाहिँ ठाउँ भत्किएको रहेछ, एकदमै अप्ठ्यारो। हेर्नुहोस्, यो हेर्दा तपाईँले क्यामेरामा सजिलो देख्दै होला, तर यहाँबाट झऱ्यो भने चाहिँ त्यो हात खुट्टा गाइस म चाहिँ अहिले नेपालको एकदमै एडभेन्चर ठाउँमा छु, हेरिहाल्नुहोस् दिदीबहिनीहरू कति जाँदैछ। र म यसरी गएँ, हेरिहाल्नुहोस् पारी कसरी जाँदैछ यस्तो अप्ठ्यारोमा। तर पनि म पार गरी छाडेँ। तर झरेको भए चाहिँ तल अब मेरो लास मात्रै भेट्थ्यो होला सायद होइन, टाउको फुट्थ्यो होला यस्तो ढुङ्गामा। साथी अलरेडी त्यहाँ थियो र एकदमै रमाइलो लाग्यो। हुन्छ नि या मुभिजहरूतिर, हलिउड मुभिजतिर देखेको ठाउँ जस्तो त्यो कता कता हेभेनली टाइपको देखाउँछ नि त्यस्तोमा। अनि भिड थियो, हेरिहाल्नुहोस्। म त जिप्टे एक खेप त जिप लिएर, तपाईँले यहाँ फुटेज पनि देख्न सक्नुहुन्छ। अरू मान्छेहरू पनि र त्यसरी नै म खुट्टा खोलेर होइन जुत्ता खोलेर पार गरेँ। देख्नुहुन्छ यहाँ अब केटा मान्छे हो, बिन्दास त गर्नु पर्यो होइन। त्यसपछि ओरदोर चप्पल सप्पल यताउता, मलाई रमाइलो लाग्यो होइन। एडभेन्चरस ठाउँ यतिको त मैले गरेको थिइनँ। र चप्पल खोलेर गएपछि त्यो माथि खास डेस्टिनेसन चाहिँ यहाँ हो। तर आई इन्जोय दि जर्नी अल्सो होइन। डेस्टिनेसन मात्रै होइन, जर्नी पनि त इन्जोय गर्नु पऱ्यो। मजा लाग्यो र मलाई आएको जस्तो लाग्यो। तर यहाँ झर्ना हेरिहाल्नुहोस्, इट्स सो सुपर। र तपाईँले देख्दै हुनुहुन्छ। त्यसपछि म फर्केँ, खोला खेलेँ बिन्दास। यति खोला खेलेन भने त के मजा आएर होइन। नेपालको पानीले मलाई बिमार गर्दैन, किनकि आई लभ नेपाल होइन, हामी नेपाली हो। र त्यसपछि हेरिहाल्नुहोस्, हल्का खाएर जिउ तताएँ। त्यसपछि चाहिँ मैले सोचेँ साथी चाहिँ भिडियो गर्ने भयो, साथी लजाउने होइन। मैले चाहिँ गरेँ त्यहाँदेखि हल्का रमाइलो, आमामा चिसो पानीमा चाप्ला यताउता खेलेँ होइन। त्यसपछि चाहिँ 5-6 डिप हान्दै 108वटा जस्तो। त्यहाँदेखि चाहिँ सट्टै फ्रेस भएर चाहिँ फर्केँ मजाले साथीसँग खाजा खाएर। यति नै थियो। सी यू, लभ यू।